10,000 मा इलेक्ट्रिक बाइसाइकल हो दर्शकवृन्द। मैले पहिला यो भिडियो बनाइरहँदाखेरि 3,000 भन्दा माथिको कमेन्टमा तपाईहरुले यसको फुल प्राइस कति हो, किन झुट बोलेको, 10,000 मा इलेक्ट्रिक बाइसाइकल आउँछ जस्ता धेरै कमेन्टहरू आएर म बोल्नै कुसमुकुस भएको थिएँ। आज मैले तपाईलाई यो भिडियो बनाउनुको मेन उद्देश्य पनि त्यही हो दर्शकवृन्द। 10,000 मा इलेक्ट्रिक बाइसाइकल। अब यो तपाईको पेडल एसिस्ट भएको भएर तपाईको यो जेरोमा राख्दाखेरि हामीले पेडल हान्दा यो कुद्दैन है। यसरी पेडल हान्छौँ नि हामीले गर्दाखेरि यो मोटर चल्दैन, कुद्दैन। तर यसमा एक्सेलरेटर भने दिँदाखेरि यो कुद्छ, देख्नुभयो है। अब यसमा तपाईको 1 2 3 4 5 सम्म अप्सन हुन्छ, तपाईले कति कुदाउने यसमा भन्ने हुन्छ। एकचोटि यहाँ देखाइदिउ त बाबु, यहाँ हेर्नुस्। अब मैले देखाएँ तपाईलाई 1 2 3 4 5 है, यति अप्सन तपाईले पाउनुहुन्छ यसमा। अब कुन तपाईले कसरी चलाउने भन्ने कुरो तपाईमा भर पर्छ। यो साइकलको पुरा मूल्य तपाईको विथ ब्याट्री गर्नुभयो भने ब्याट्री अनुसारको प्राइस हुन्छ, तर विदाउट ब्याट्री भयो भने विदाउट ब्याट्री चाहिँ तपाईलाई 95,000 पर्छ। 95,000 मा तपाईले यो ब्याट्री बाइक लान पाउनुहुन्छ। तर ब्याट्री समेत लानुहुन्छ भने अहिले जडान गरिरहेको यो ब्याट्री अनुसार चाहिँ यसको प्राइस 1,60,000 हो दर्शकवृन्द। अब यसमा तपाईले यसलाई कति हजारको बनाउने, 2 लाखको बनाउन नि पाउनुहुन्छ ब्याट्री अनुसार। तपाईले 1,60,000 भन्दा सस्तो बनाउन नि पाउनुहुन्छ है। त्यही भएर मैले आज तपाईलाई विस्तृत जानकारीको लागि यो भिडियो बनाइरहेको छु। यो भिडियोमा नबुझ्नु भएको जति पनि कस्टमरहरू हुन्छ तपाईहरुलाई म फेरि पनि हात जोडेर मैले त्यसमा पुरा भिडियो हेर्नको लागि आग्रह गर्न चाहन्छु। त्यहाँ मैले इन्स्टलमेन्ट सेवा तपाईलाई बैंकिङ किस्ताबन्दीमा 10,000 मा यो साइकल दिँदैछौँ हामीले इलेक्ट्रिक बाइसाइकल भनेर भनेको छु। पुरा भिडियो एकचोटि हेर्दिनु होला दर्शकवृन्द है। भिडियो नै पुरै नहेरिकन तपाईहरुले मलाई कतिले गाली गर्नु भएको छ, ओए फटाप हो कि के हो, 10,000 मा आउँछ र टाइपको कुराहरू नि आछन् त्यहाँ है। त्यही भएर हजुरसँग मैले भन्दै जाँदा मैले कुनै ठाउँमा गलत बोलेको छु भने माफी चाहन्छु हैन, नत्र भने पुरा भिडियो हेर्दिनु होला। हजुरहरूलाई यो साइकल मन परेको छ भने हामीलाई कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ। प्याङ बाइक, जमल कान्तिपथ, काठमाडौँ। अब जुनसुकै हेर्नुस् त नयाँदेखि पुराना साइकलहरू पनि हामीसँग प्रशस्तै अभाइलेबल छ, देख्न सक्नुहुन्छ। हाम्रो कस्टमरहरू यहाँ हुनुहुन्छ, उहाँहरूलाई पनि नमस्कार है सर। हजुर सबैजनालाई यसरी आइदिनु भएको छ, माया गरिदिनु भएको छ, अझै पनि हामीलाई सम्झेर आउनुहुन्छ भने पूर्ण विश्वास छ। प्याङ बाइक, जमल कान्तिपथ, काठमाडौँ है त हजुर। धन्यवाद।